हेलो साथीहरू भाइ बहिनीहरू, आजको भिडियो चाहिँ मैले धेरै दिनपछि म युट्युबमा अपलोड गर्दैछु। यो भिडियो इम्पोर्टेन्ट छ बनाउनुको कारण, किनभने आजभोलि म धेरै नै बिजी हुन्छु, त्यसैले भिडियो बनाउँदैन र फलोवर पनि बढी छैन। तैपनि म भिडियो बनाउन प्रतिबद्ध भएको छु, एउटा इम्पोर्टेन्ट टपिकको बारेमा कुरा गर्नको लागि। धेरै नै इम्पोर्टेन्ट कुरा छ। आज म युकेमा मलाई आएको 1.5 साल भइसकेछ। त्यो 1.5 सालको मा मैले के एक्सपिरियन्स त्यो एक्सपिरियन्स म सेयर गरेकै छु, तर एउटा इन्सिडेन्ट्स म भन्न जाँदैछु। त्यो कुरा के छ भने, आजभोलि युकेमा धेरै नै स्टुडेन्टहरू आइरहेछ र आउँदैछ र भोलि आउन पनि सक्छ र पास्टमा धेरै आएको पनि छ। सबभन्दा पहिला त म भन्छु, तपाईँहरू आफ्नै देशमा बस्नुहोस्। यदि तपाईँ धेरै नै स्ट्रगल गर्न सक्नुहुन्छ मात्रै युके आउनुहोस्, अन्य कुनै पनि कन्ट्रीमा जानुहोस्, त्यो म्याटर छैन। तर मेरो पर्सनल सुझाव लिन सक्नुहुन्छ भने म यो भन्न चाहन्छु कि तपाईँ युके आउनुहोस्, त्यसमा केही छैन। तर प्लिज 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 युके यदि आउनुहुन्छ भने प्लिज ब्याचलरमा नआउनुहोस्। नेपालमा नै ब्याचलर गर्नुहोस्। नेपालमा ब्याचलर खत्तम गरेर डाइरेक्ट मास्टरमा आउनुहोस्। मास्टरमा अलिकति इजी छ। अब ब्याचलरमा के गाह्रो छ भने 4 साल 3 सालको कोर्स हुन्छ। विद्यार्थीहरू फी तिर्न सकिरहेको छैन, फ्रस्ट्रेसनमा छ, जब पाइरहेको छैन र यो कुरा छ। मोस्ट इम्पोर्टेन्ट कुरा के छ, यो थियो। अर्को सेकेन्ड कुरा के छ भने, यदि तपाईँ ब्याचलरमा आउनुहुन्छ भने प्लिज इनसाइड लन्डन नजानु होला। म फेरि रिपिट गर्दैछु, इनसाइड लन्डन नजानु होला, आउटसाइड लन्डन आउनु। इनसाइड लन्डनमा जब सब केही पाइरहेको छैन। म आफै आउटसाइड लन्डन छु, वेल्समा छु, बसिरहेको छु। त्यसैले म रिकमेन्ड गर्छु सबै साथी भाइ बहिनीहरूलाई कि प्लिज आउटसाइड लन्डन आउनु, वेल्समा आउनुहोस्। यता जब टनै पाइरहेछ, तर इनसाइडमा मेरो जति पनि साथी छ, भाइ बहिनीहरू छ, सबै अहिले धेरै नै फ्रस्ट्रेसनमा बसिरहेछ कि जब पाइरहेको छैन। ठिक छ। दोस्रो कुरा यो। तेस्रो कुरा के छ भने, तपाईँले यदि जब खोज्नुहुन्छ भने मात्रै इन्डिडमा भएर बस्नु परेन, डिफ्रेन्ट एजेन्सीसँग कुरा गर्नु, यो कुरा छ। म सर्टकटमा डाइरेक्ट कुरा पोइन्टको कुरा किन भनिदिएँ, किनभने म बढी युट्युबमा भिडियो बनाउँदिनँ र मलाई भिडियो बनाउन राम्रो पनि लाग्दैन, अब टाइम पनि हुँदैन। तर पनि म आजभोलि म हेर्दैछु भाइ बहिनीहरूले यति स्ट्रगल गर्दैछ र मलाई कतिजनाको फोन आइसकेछ कि प्लिज दाइ जब लगाइदिनु। तर के गर्नु भाइ बहिनीहरू, म आउटसाइड लन्डन बसेर इनसाइडमा त जब लगाउन सक्दिनँ नि, कुरा त्यो भइहाल्छ। तर म एउटा इन्फर्मेसन दिन सक्छु कि प्लिज इनसाइड लन्डन नजानु। अहिले 1-2 वर्ष आउटसाइड लन्डन आउनुहोस्। आउटसाइड लन्डनमा अलिकति फी पनि कम छ, बसोबास गर्नलाई के भन्छ, एकोमोडेसन पनि धेरै नभनौँ पर्यो, तर इनसाइडभन्दा कम पैसा लाग्छ आउटसाइडमा। कन्सल्टेन्सीहरूको दिमाग नआउनु, आफ्नो दिमाग लगाउनु, रिसर्च गर्नु। कन्सल्टेन्सीहरू ठग्छ के धेरैहरू। इनसाइड जानु, जब मिल्छ, ये मिल्छ, त्यो मिल्छ। डोन्ट बिलिभ एनीवन, बिलिभ अन योर रिसर्च। इफ यु कान्ट रिसर्च, then please talk to him, those who are already in the UK. It means that if you talk to the person who already studied in the UK, you can get a better idea who is living in the UK, either he is in study or in work permit. Okay, so if you believe in yourself, then believe on the consultancy people. So okay, so you have to believe in yourselves, and please research yourself about the university and everything before coming to the UK. यति भन्दै म आफ्नो भिडियोलाई यहीँ म समाप्त गर्न चाहन्छु। दुईवटा कुरा मैले भने त्यसमा ध्यान राख्नु होला र म बढी भिडियो पनि बनाउँदिनँ। सो रिसर्च बेस्ट, किप योर माइन्ड काम एन्ड डोन्ट बी वरी अबाउट एनिथिङ। ओके, सबैजना आफ्नो आफ्नो काम भएर सबैजना आउनु युकेमा, इनसाइड नआउनु। डोन्ट कम इनसाइड। यदि युके आउनुहुन्छ भने लन्डनमा नजानु प्लिज। धेरै नै मान्छेहरू यो गडबड गरेर भागिरहेछ र रोइरहेछ सबै मान्छेहरू। के भन्ने अब, उनीहरूलाई के भनौँ अब।
आएर यता होइरहेछ। सो प्लिज डोन्ट कम इन द युके। और यदि युके आउनुहुन्छ भने इनसाइड नजानु, आउटसाइड जानु। आई रिपिट अगेन, डोन्ट कम इनसाइड द युके, प्लिज कम आउटसाइड द युके। द्याट्स इट, नथिङ टु से। थ्याङ्क यू सो मच। भिडियोलाई जति सेयर गर्न सक्नुहुन्छ गर्नु। यो सबैजनालाई बुझ्न जानकारी मैले दिएँ, किनभने मैले आफ्नो पर्सनल एक्सपिरियन्स अनुसार भन्दैछु। एकर्डिङ टु माई एक्सपिरियन्स, डोन्ट कम टु इनसाइड द युके। कि त तपाईँ युके आउँदैन आउनु, यदि आउनुहुन्छ भने आउटसाइड युके आउनु। थ्याङ्क यू सो मच, द्याट्स इट।